हेलो गाइस, नमस्कार। म पाइन भ्यू नर्सरी कालिम्पोङ गएको थिएँ। हेर्नुहोस्, तपाईँहरूले पनि कस्तो हुन्छ यो हेरेर मनोरञ्जन लिनुहोस्। अनि क्याक्टसहरूको आइटम पनि छ, हेर्नुहोस्। फर्स्ट क्याक्टसको चाहिँ यहाँनिर छ आइटमहरू, तपाईँहरूलाई म देखाउँदै जानेछु। यो फर्स्ट हो। अब यसको भित्र पनि कस्तो छ हेर्नुहोस्। जानुहोस्, हेर्दै जानुहोस्। यहाँबाट डिफ्रेन्ट के अरे टाइपको छ क्याक्टसहरू। म पनि छक्क परेँ, कति मजा लाग्यो, कति राम्रो क्या, बोकेर लानु जस्तो भएको नि। तपाईँहरू पनि हेरिदिनुहोस् होला, कस्तो लाग्छ तपाईँहरूले पनि हेर्नुहोस्। वाउ, यो हेर्नुहोस् न, यो क्याक्टस हेर्नुहोस् न, फुलिरहेको छ हो, कस्तो दामी फुल फुल्दो रहेछ। यो चाहिँ भयो क्याक्टसै हो कि, तर यो चाहिँ हेर्नुहोस् न कस्तो छ। यो चाहिँ सबभन्दा ठुलो जस्तो लाग्यो मलाई चाहिँ। हेर्नुहोस् है, कस्तो दामी छ, हेर्नुहोस् त, बोकेर आउनु जस्तो, तर छुनै पाउँदैन हो, छुनु पनि सकिँदैन। त्यसको चाहिँ काँडा चाहिँ पुरा हुँदो रहेछ। नर्सरीमा चाहिँ यस्तो प्रकारले राखेको हुँदो रहेछ है। हेर्नुहोस् त, यति ज्यादा बेसी छ कि यो त झन् हाम्रो आइटम त झन् कति छ नि, डल्लै हेर्नुहोस् न। नर्सरीभित्र हो, हेर्नुहोस् न, यहाँनिर यति दामी छ, यति दामी कि धेरै धेरै आइटमको छ। यो के हो, क्याक्टसै क्याक्टस हो, तर सबै नाम चाहिँ थाहा भएन मलाई हो। यति दामी छ, हेर्नुहोस् न।
अनि त्यहाँबाट म त्यहाँ निस्केर म यहाँनिर के भन्छ कालिम्पोङको रोमन क्याथोलिक चर्च रहेछ है, त्यहाँनिर एउटा प्रोग्राम हुँदो रहेछ, त्यो प्रोग्राम पनि हेर्नु गएँ। अनि त्यहाँदेखि यो चाहिँ चर्चकै हो, यो चाहिँ नाइट हो कि प्रोग्राम नाइटको रहेछ, उनीहरूको के थियो त्यो चाहिँ थाहा भएन। अब हेर्नु चाहिँ मजा आयो, रमाइलो हुँदो रहेछ है, फादरहरूले बोलेको सुन्नु पनि राम्रो हुँदो रहेछ।